झापा 5 मा ओलीको किल्लामाथि बालेनले उम्मेदवारी दिई हमला गरेपछि आज मनोनयन दर्ता क्रममा ओलीको कार्यकर्ताबाट राजसभाका युवाहरूलाई कुटपिट गरेका यो सँगै अब झापा 5 एउटा खतरनाक निर्वाचन क्षेत्र बन्ने भएका छन्। यो आजको संकेतले धेरैजनाको ज्यान लिन सक्ने संकेत पनि दिइसकेका छन्। राजसभाका नेता र शुभेच्छकहरूले सेफ ल्यान्डिङको रूपमा काठमाडौँबाट चुनाव लड्न सुझाव दिए पनि आफ्नो र देशको दुश्मनी ओली भएकाले ओलीले राजनीतिबाट बाइकआउट गर्नुपर्ने र आडान बालेनले जोखिम मोल्दै बालेनले झापा 5 बाट ओलीसँग भिड्ने उम्मेदवारी दर्ता गरेको बालेनका टिमले बताएका छन्। बालेनले यो निर्णय आवेगमा नभइकन एउटा गहिरो राजनीतिक र राजनीतिमा आधारित भएको दाबी गरेका छन्। बालेनले झापा 5 मा गरेको गोप्य सर्वेक्षणले राजसभाको सङ्गठित आधार र युवाहरूको मतदाताको आकर्षण र पुरानो दलहरूप्रतिको असन्तुष्टले आफू स्वतः जित्ने निष्कर्ष समेत बालेनका टिमले दिएका छन्। झापा 5 लाई बालेन शाहले हाई रिस्क र हाई रिवार्डको मैदान मानेका छन्। केपीलाई हराई आफू राष्ट्रिय आइकनको रूपमा छवि बलियो हुने र राष्ट्रिय नेतृत्वको एउटा वैधानिक प्राप्त हुने उनको आकलन छ। अब प्रश्न एउटै छ, बालेनले यो साहसी कदमलाई सफल पार्ला या ओलीले पुरै आफ्नो किल्लालाई साबित गर्ला।